तपाईं एक सफल उद्घोषक बन्न चाहनुहुन्छ तर आफूसँग आवश्यक ज्ञान र सिपको कमी छ भनेर चिन्ता गर्दै हुनुहुन्छ भने नआत्तिनुहोस्। म तपाईलाई यस भिडियो मार्फत सफल उद्घोषक बन्नका लागि आवश्यक पर्ने आधारभूतदेखि महत्त्वपूर्ण ज्ञान र सिपहरूको बारेमा सरल तरिकाले उदाहरण सहित बताउँदै छु। नमस्कार, म सरोज थापा। अब हामी आजको विषयवस्तुतर्फ नै लागौं। उद्घोषण कार्यलाई कसरी प्रभावकारी रूपमा सञ्चालन गर्ने भन्ने विषयमा आजको भिडियो रहेको छ। सफल उद्घोषक हुनको लागि कार्यक्रमको तयारीका विभिन्न चरणहरू हामीले पार गर्नुपर्ने हुन्छ। प्रभावकारी रूपमा हामीले ती तयारीहरू गर्न सक्यौं भने मात्र उद्घोषण कार्य सफल हुन्छ। उद्घोषण कार्यलाई प्रभावकारी बनाउनका लागि आजको भिडियोमा पूर्व तयारीको चरण, कार्यक्रम सञ्चालन समयमा गर्ने कुराहरू र कार्यक्रम पश्चात गरिने कुराहरूको बारेमा छलफल गर्नेछौँ। हामीले कार्यक्रम सञ्चालन पूर्व नै गर्नुपर्ने तयारीहरू हुन्छन्, ती तयारीका कुराहरूको बारेमा छलफल गरौँ। कार्यक्रमको विषयवस्तु अध्ययन गर्ने, हामीले कुन खालको कार्यक्रम सञ्चालन गर्नुपर्ने हो त्यो विषयवस्तुको बारेमा अध्ययन गर्नुपर्दछ। लक्षित वर्ग को हुन् जानकारी लिने, हामी कार्यक्रम सञ्चालन गर्ने ठाउँमा कस्ता खालका व्यक्तित्वहरू आउँछन् ती कुराहरूको बारेमा जानकारी लिनु पर्दछ। कार्यक्रमको तालिका बनाउने, हामीले कार्यक्रम सञ्चालन कसरी गर्ने त, कुन समयमा के गर्ने भन्ने कुराहरूको तालिका तयारी गर्ने। कार्यक्रमका लागि स्क्रिप्ट तयार गर्ने, जुन हामीले कार्यतालिका बनाउँछौँ त्यो कार्यतालिका अनुसार हामीले भन्नुपर्ने कुराहरू, उद्घोषण गर्नुपर्ने कुराहरूको बारेमा स्क्रिप्ट तयार गर्नुपर्दछ। तयार पारेको स्क्रिप्टलाई हामीले पटक पटक अभ्यास गर्नुपर्दछ। कार्यक्रमलाई रोचक बनाउनका लागि कविता, चुट्किला र विभिन्न प्रेरक प्रसङ्गहरू हामीले सङ्कलन गरेर राख्नुपर्ने हुन्छ, जसले गर्दा हाम्रो उद्घोषण कार्यलाई राम्रो बनाउन सहयोग गर्छ। समग्रमा हामीले यसलाई के भन्न सक्छौँ भने 5W and 1H। पहिलो W भनेको when, कहिले, त्यो मिति, हामीले मितिको बारेमा जानकारी राख्नु पर्दछ। वेयर, स्थान कहाँ हो त हामीले उद्घोषण गर्नुपर्ने, त्यो कुराहरूको बारेमा जानकारी राख्नु पर्दछ। हु, आयोजक को हो त, आयोजकको बारेमा पनि हामीले केही जानकारी लिनुपर्ने हुन्छ। वाइ, कार्यक्रम किन सञ्चालन भएको हो त, त्यो उद्देश्यको बारेमा पनि हामीले जानकारी राख्नु पर्दछ। वाट, कार्यक्रम के हो त, त्यो कार्यक्रमको बारेमा पनि हामीले जान्ने, 5औं W भनेको। र 1H, एज भनेको हाउ, कसरी, सभा, सम्मेलन, समारोह कि हामीले कसरी सञ्चालन गर्ने, यी कुराहरू जान्यो भने हामीले उद्घोषण कार्यलाई गजब तरिकाले गर्न सक्छौँ। यसै गरी कार्यक्रम सुरु हुनुभन्दा 1 घण्टा अगाडि के कुराहरू गर्ने त, त्यो कुराको बारेमा पनि जानकारी हुन आवश्यक छ। कार्यक्रम स्थलको बनोट, कार्यक्रम स्थल कस्तो छ त, त्यो कुराहरू हामीले गएर हेर्नुपर्ने हुन्छ। सिट प्लानिङ भएको छ कि छैन, कसरी सिट प्लानिङ भएको छ, त्यो कुराहरू पनि हामीले हेर्छौँ। ब्यानर उपयुक्त ठाउँमा राखिएको छ कि छैन, त्यो विषयलाई पनि हामीले हेर्नुपर्छ। साउन्ड सिस्टम ठिक छ कि छैन, त्यो कुरा पनि हामीले जाँच गर्नुपर्ने हुन्छ। हामीले आमन्त्रण गरेको व्यक्तिहरू अथवा आयोजकले आमन्त्रण गरेको व्यक्तिहरू आए कि आएनन्, ती कुराहरू पनि हामीले निर्कुल गर्नु पर्दछ। कार्यक्रमको ढाँचाको विषयमा आयोजकसँग बसेर प्रारूप तयार पार्ने, हामीले जुन एक प्रकारको तालिका बनाएको हुन्छौँ त्यो तालिकाभित्र रहेर के कस्ता कुराहरू थपघट गर्ने, के कस्ता कुराहरू मिलाउनु पर्छ, आयोजकसँग बसेर पूर्ण रूपमा हामीले त्यसको प्रारूप तयार पार्यो भने हामीले गजब तरिकाले उद्घोषण गर्न सक्छौँ, जसको लागि कार्यक्रम सुरु हुनुभन्दा 1 घण्टा अगाडि नै पुग्नु पर्दछ। अब हामी छलफल गरौँ कार्यक्रम सञ्चालनको समयमा ध्यान दिनुपर्ने कुराहरूको बारेमा। मुख्य चरण आयो उद्घोषण, स्माइल विथ आई कन्ट्याक्ट। हामी कार्यक्रम सञ्चालन गर्न गइसके पछाडि स्माइल सहित हामीले दर्शकहरूलाई हेर्नु पर्दछ। हामीसँग कथा, कविता, कुनै प्रेरक भनाइहरू हुन सक्छ, त्यो कुरा प्रस्तुत गर्दै उद्घोषण कार्य सुरु गर्नुपर्दछ। आइस ब्रेक पछाडि अभिवादन गर्ने, त्यो ठाउँ परिवेश अनुसार हामीले अभिवादन गर्नुपर्छ, जस्तै नमस्कार, फ्याफुल्ला, जोरले सम्बोधन, जस्तै उपस्थित महानुभावहरू, दर्शकवृन्द,
यसरी हामीले एकमुष्टमा सम्बोधन गर्न सक्छौँ। परिचय, त्यस पछाडि हामीले आफ्नो परिचय दिनुपर्छ। जस्तै म सरोज थापा, मेरो घर केपिलासगढी गाउँपालिका 5 खोटाङ, पेसाले 1 राष्ट्रसेवा कर्मचारी, साथै प्रशिक्षक। स्वागत, उपस्थित सम्पूर्ण मानवहरूलाई संस्थाको तर्फबाट र मेरो व्यक्तिगत तर्फबाट हार्दिक स्वागत गर्दछु भनेर हामीले सम्पूर्ण महानुभावहरूलाई स्वागत गर्ने। त्यस पछाडि हामीले कार्यक्रमको परिचय तथा महत्त्वको कुराहरू जोड्नुपर्छ। कुन खालको कार्यक्रम हो त, त्यो कार्यक्रम किन आयोजना गरिएको हो, सामान्यतया हामीले कार्यक्रमको परिचय तथा महत्त्व हामीले बताउनु पर्दछ। कार्यक्रमको नियम तथा रेन्ज, हामी जुन कार्यक्रम उद्घोषण गर्दैछौँ त्यो कार्यक्रमका केही नियमहरू हुन सक्छन्, त्यो बारेमा पनि हामीले बताउनु पर्दछ। यति कुरा सकेपछि हामी अब कार्यक्रमलाई औपचारिक रूपमा अगाडि बढाउन जाने समय आएको छ र अब हामी आसन ग्रहण गराउनुपर्छ। आसन ग्रहण गराउँदाखेरि हामीले सभाध्यक्षलाई आसन ग्रहण गराउनेछौँ। त्यस पछाडि प्रमुख अतिथि, विशेष अतिथि र अन्य अतिथिज्यूहरूलाई हामीले आसन ग्रहण गराउँछौँ र उहाँलाई ब्याजहरू लगाइदिन्छौँ र कार्यक्रममा राष्ट्रिय गान गाउने चलन छ र कुनै कुनै कार्यक्रम मौन धारणको कार्यक्रम पनि हुन्छ। यदि कतिपय ठाउँमा राष्ट्रिय गान र मौन धारण नजोड्न पनि सकिन्छ। हामीले त्यो कार्यक्रम सञ्चालनको अवस्थालाई हेरेर यी कुराहरू जोड्नुपर्छ। यो पछाडि स्वागत मन्तव्य, आयोजक संस्थाको तर्फबाट कार्यक्रममा उपस्थित सम्पूर्ण मानवहरूलाई हामीले स्वागत गर्छौँ। कतिपय शब्दद्वारा स्वागत गरिन्छ, कतिपय ठाउँमा सँगै विभिन्न साङ्गीतिक कार्यक्रमहरू पनि राखेर हामीले अतिथिज्यूहरूलाई स्वागत गर्ने चलन हुन्छ। त्यस पछाडि हामी कार्यक्रमको उद्घाटन गर्छौँ। प्रमुख अतिथिज्यूबाट हामीले कार्यक्रमलाई उद्घाटन गर्नुपर्दछ। कार्यक्रम उद्घाटनपछि शुभकामना मन्तव्यको पालो रहन्छ र कतिपय कार्यक्रममा आयोजकै तर्फबाट पनि कार्यक्रमको उद्देश्यको बारेमा विस्तृत रूपमा आफ्ना कुरा राख्ने पनि चलन हुन्छ। धेरै जस्तो ठाउँमा कार्यक्रम उद्घाटनपछि अतिथिज्यूहरू मार्फत शुभकामना मन्तव्य राखिन्छ। शुभकामना मन्तव्य राख्दाखेरि हामीले आसन ग्रहण गराएका अतिथिहरू मध्येबाट जसलाई हामीले अन्तिममा आसन ग्रहण गराइन्छ उहाँ मार्फत शुभकामना मन्तव्य दिइन्छ र क्रमशः अगाडितर्फ हामीले शुभकामना मन्तव्यलाई राखिन्छ। शुभकामना मन्तव्यपछि अन्य केही मन्तव्यहरू छन् भने ती मन्तव्यहरू हामीले के कार्यक्रम गर्ने हो, त्यो कार्यक्रमका बाँकी कार्यक्रम छ भने त्यो कार्यक्रमहरू पनि राखिन्छ। कतिपय कार्यक्रममा संयोजक तोकिएको छ भने संयोजकबाट कार्यक्रममा उपस्थित सम्पूर्णलाई धन्यवाद ज्ञापन गर्ने चलन पनि रहेको छ। यदि हामीले मायाको चिनो पनि दिन्छौँ भने धन्यवाद ज्ञापनपछि मायाको चिनो पनि प्रदान गर्नुपर्दछ। यस पछाडि हामी सभाध्यक्ष मार्फत कार्यक्रमलाई विसर्जन गराउँछौँ र कार्यक्रम सञ्चालनको समयमा कमी कमजोरी भए क्षमा माग्दै सभाध्यक्षलाई आफ्नो भनाइका साथ कार्यक्रम गर्नको लागि अनुरोध गर्दै उद्घोषक बिदा हुनु पर्दछ। कार्यक्रम सकाइसके पछाडि हामीले चियापान गर्ने चलन हुन्छ। चियापानको कार्यक्रम रहन्छ। अब हामी समग्रमा उद्घोषण कार्य कसरी गर्ने भन्ने विषयमा छलफल गरौँ। यसलाई फर्मेटको रूपमा, एउटा ढाँचाको रूपमा स्क्रिप्ट तयार पारिएको छ। यो स्क्रिप्ट अनुसार हामीले आवश्यकता अनुसार ढालेर हामीले प्रयोग गर्न सक्छौँ। यो स्क्रिप्टको बारेमा थोरै छलफल गरौँ। हामीले स्माइल सहित आई कन्ट्याक्टलाई जोड्छौँ। त्यस पछाडि आइस ब्रेकबाट सुरु गर्छौँ। सपना साँचो हुनको लागि सपना देख्न जरुरी छ। नमस्कार उपस्थित महानुभावहरू, म सरोज थापा, मेरो घर केपिलासगढी गाउँपालिका 5 खोटाङ, म पेसाले 1 राष्ट्रसेवक कर्मचारी साथै ट्रेनर। आजको कार्यक्रममा यहाँहरू सबैलाई आयोजक संस्थाको तर्फबाट र मेरो व्यक्तिगत तर्फबाट हार्दिक स्वागत गर्दछु। आदरणीय महानुभावहरू, आज मिति 2082 साल माघ महिनाको 24 गते शनिबारको दिन अहिले बिहानको 10:30 गएको छ। हामी सिद्धिचरण नगरपालिकाको यो भव्य सभा हलमा उपस्थित भएका छौँ। सृजनशील आमा समूहको आयोजना र यसै सिद्धिचरण नगरपालिकाको आर्थिक सहयोगमा सञ्चालित महिला नेतृत्व क्षमता विकास तथा वाककला तालिमको उद्घाटन कार्यक्रममा उद्घोषकको जिम्मेवारी निभाउन पाउँदा निकै हर्षित भएको छु। भनिन्छ
जीवन बदल्ने तागत हुन्छ आवाजमा, इतिहास रच्ने तागत हुन्छ आवाजमा। तपाईँ हामीलाई सत्तामा पुर्याउने र सडकमा पछार्ने पनि आवाज नै हो। एउटा भनाइ छ, बोल्नेको पिठो बिक्छ, नबोल्नेको चामल पनि बिक्दैन। तर मलाई लाग्छ बोलेर मात्र हुँदैन, सही तरिकाले बोल्नु पर्दछ। वक्तृत्व कला तथा सार्वजनिक भाषण कला एकदमै आवश्यक र अपरिहार्य कला हो। यो कला सबैसँग हुनु अति आवश्यक छ। संसारमा धेरै ठुला परिवर्तनहरू एक कुशल भाषण कलाकै कारण भएका छन्। हामी कति कुराहरू चाहेर पनि सही तरिकाले व्यक्त गर्न सकेका हुँदैनौँ। त्यसैले सही तरिकाले कसरी बोल्ने, कार्यक्रम कसरी सञ्चालन गर्ने, यसै सेरोफेरोमा आजको प्रशिक्षण केन्द्रित रहने छ। अब हामी आजको कार्यक्रमलाई सुरुवात गर्दैछौँ। त्यसभन्दा अगाडि कार्यक्रमका केही नियमहरू बताउन गइरहेको छु। कृपया ध्यानपूर्वक सुनिदिनु हुन अनुरोध छ। हुन त यहाँहरू सबैजना सभ्य र शिक्षित नै हुनुहुन्छ, तैपनि बिहान 10:30 बजेबाट सुरुवात भएको उद्घाटन कार्यक्रम 12:30 बजेसम्म चल्नेछ र त्यसपछि प्रशिक्षणको कार्य सुरु हुनेछ। कार्यक्रम भइरहेको समयमा शान्तपूर्वक बसी आफ्नो मोबाइललाई साइलेन्स मोडमा राखिदिनु हुन अनुरोध गर्दछु। उद्घाटन सत्र सकाए पश्चात चिया पिएर हामी प्रशिक्षण सत्रमा प्रवेश गर्नेछौँ। अब म कार्यक्रमलाई औपचारिक रूपमा अगाडि बढाउन गइरहेको छु। विभिन्न व्यक्तित्वहरूलाई आसन ग्रहण गराउँदै जानेछु र स्वयंसेवकज्यूहरूले कृपया उहाँहरूलाई व्यास तथा खादा लगाइदिनु हुन हार्दिक अनुरोध गर्दछु। महिला नेतृत्व क्षमता विकास तथा वाक कला प्रशिक्षण कार्यक्रम उद्घाटन सत्रको अध्यक्षको आसन ग्रहण गरिदिनु हुनका लागि लामो समयदेखि महिलाका हक हितको क्षेत्रमा कार्यरत हँसिलो चेहराकी धनी यसै आमा समूहको अध्यक्षको रूपमा जिम्मेवारी सम्हाल्दै आउनुभएकी आदरणीय व्यक्तित्व प्रमिला थापाज्यूलाई हार्दिक अनुरोध गर्दछु। अब म सभाध्यक्षको अनुमतिले आसन ग्रहण कार्यक्रमलाई अगाडि बढाउँदैछु। प्रमुख अतिथिको रूपमा आसन ग्रहण गरिदिनुका लागि यसै सिद्धिचरण नगरपालिकाका नगर प्रमुख, नगरवासी सबैका अभिभावक तथा संरक्षक श्री तेजन खनालज्यूलाई हार्दिक अनुरोध गर्दछु। त्यसै गरी यस गरिमामय कार्यक्रमको विशेष अतिथिको आसन ग्रहण गरिदिनुका लागि लामो समयदेखि समाजसेवाको क्षेत्रमा काम गर्दै आउनुभएका समाजसेवी साथै डाइनामिक व्यक्तित्व श्री टिका श्रेष्ठज्यूलाई हार्दिक अनुरोध गर्दछु। त्यसै गरी यस कार्यक्रममा अतिथिको आसन ग्रहण गरिदिनुका लागि यसै सिद्धिचरण नगरपालिका वडा नम्बर 9 का वडा अध्यक्ष हामी सबैका अभिभावक श्री विवेक खड्काज्यूलाई हार्दिक अनुरोध गर्दछु। साथै सुरक्षाकर्मी, पत्रकार लगायत सम्पूर्ण उपस्थित महानुभावहरूलाई यथास्थानमा आसन ग्रहण गरिदिनुका लागि हार्दिक अनुरोध गर्दछु। आसन ग्रहणको क्रमलाई केही समयको लागि थाती राख्दै पुनः जोड्ने बाचाका साथ कार्यक्रमलाई अगाडि बढाउँदै छु। अब राष्ट्र र राष्ट्रिय गानको सम्मानका लागि उभिएर राष्ट्रिय गानमा सहभागी भइदिनुका लागि यहाँहरू सम्पूर्णलाई हार्दिक अनुरोध गर्दछु। राष्ट्रिय गानको लागि सम्पूर्णमा धन्यवाद। अब उपस्थित प्रमुख अतिथिज्यू, विशेष अतिथिज्यू, अन्य अतिथिज्यूहरू साथै उपस्थित सम्पूर्ण महानुभावहरूलाई आफ्ना पुष्परूपी शब्दद्वारा स्वागत गरिदिनुका लागि यसै समूहको उपाध्यक्ष श्री निर्मला बस्नेतज्यूलाई हार्दिक अनुरोध गर्दछु। उपस्थित महानुभावहरू, अब हामी आजको कार्यक्रम उद्घाटन गर्न गइरहेका छौँ। आजको कार्यक्रमलाई पानसमा बत्ती बालेर उद्घाटन गरिदिनुका लागि यस महिला नेतृत्व क्षमता विकास तथा वाक कला प्रशिक्षण उद्घाटन कार्यक्रमको प्रमुख अतिथि श्रद्धेय तेजन खनालज्यूलाई हार्दिक अनुरोध गर्दछु र उहाँलाई साथ दिनका लागि सभाध्यक्ष र अन्य अतिथिज्यूहरूलाई पनि हार्दिक अनुरोध गर्दछु। साथै हामी उपस्थित सबैले ताली बजाएर कार्यक्रम उद्घाटनको खुसियाली मनाउने छौँ। अब कार्यक्रम उद्घाटनपछि मन्तव्यलाई हामीले राख्नु पर्दछ। मन्तव्य क्रम सकिसके पछाडि सभाध्यक्ष मार्फत कार्यक्रमलाई समापन गरिन्छ।
कार्यक्रम समापन भइसकेपछि पनि हामीसँग केही भूमिका रहेको हुन्छ, त्यो भूमिकाहरूको बारेमा छलफल गरौँ। आफूले प्रयोग गरेका सामग्री आयोजक संस्थालाई जिम्मा दिने, आयोजक संस्थासँग कार्यक्रमको समीक्षा गर्ने, आफ्नो पारिश्रमिक लिने र आयोजकसँग बिदा हुने, कार्यक्रमका दौरानमा लिएका उत्कृष्ट फोटाहरू सामाजिक सञ्जालमा पोस्ट गर्ने, यो कार्यक्रममा भएका कमी कमजोरीहरूलाई सुधार गर्दै आगामी कार्यक्रमका लागि तयारी गर्ने। या आसन ग्रहण र मन्तव्यको बारेमा केही जानकारी रहेको छ, यो पनि हेरौँ। आसन ग्रहणलाई हामीले सभाध्यक्षलाई, त्यस पछाडि प्रमुख अतिथि, विशेष अतिथि र अन्य अतिथिहरूलाई गराउने गर्छौँ। मन्तव्य भने सबैभन्दा सुरुमा स्वागत मन्तव्य संस्थाको तर्फबाट राखिन्छ, त्यस पछाडि शुभकामना मन्तव्यहरू अतिथिज्यूहरू, त्यस पछाडि विशेष अतिथि, प्रमुख अतिथि र अन्तमा सभाध्यक्षले आफ्नो मन्तव्यसहित कार्यक्रमलाई समापन गरिन्छ। सम्बोधन बारेमा पनि केही कुराहरू छ, जानिराखौँ। सम्माननीय कसलाई भन्ने र माननीय कसलाई भन्ने यहाँ देखाइएको छ, यो कुराबाट पनि यहाँहरूले जानकारी लिन सक्नुहुन्छ। पक्कै पनि आजको भिडियोले सफल उद्घोषक बन्नका लागि आवश्यक ज्ञान सिपको बारेमा जानकारी प्रदान गरियो भन्ने विश्वास राख्दै यस्तै ज्ञानवर्धक अर्को भिडियो ल्याउने भाषाका साथ बिदा हुन्छु। धन्यवाद, नमस्कार।